राति पनि चढ्यो ला हामी कहाँ गएर लड्छौँ होला यस्तरी गइरहेको छौँ हामी चाहिँ सरर बिच बाटोमा भान्जो चढिरहेको छन् म पनि चढिरहेको छु भान्जोले चाहिँ हेन्डल जस्तो यता ढिच्यो भने यता जान्छ होइन यता ढिच्यो भने यता के गरे यस्तो साह्रो लड्यो अब चाहिँ फालिदिउँ ल भन्छ कति टाउको मान्छेको पनि हेर्नु मम्मी यहाँ हेर्नु न तिम्रो नाम के हो कहाँ हो तिम्रो घर ए कोदोको जाँड बन्दैछ यहाँनिर सर र दिदी भाइ जाँदैछौँ चरा बोजूलाई चाहिँ घुम्न मन लागेर होला नातिनीले डराउँदै लगिराख्नु पर्छ कस्तो मजाले परेछ जानु भान्जो दिदी चाहिँ दाइले पुऱ्याइदिनुहुन्छ अरे त्यही भएर ल बाई हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल म चाहिँ एकदम सन्चै छु आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला आज चाहिँ नयाँ भिडियो स्टार्ट गरिरहेको छु धेरै पछि लास्टसम्म भिडियो चाहिँ हेरिदिनु होला आज चाहिँ हाम्रोमा भान्जो पनि आएको छ नि हिजो चाहिँ मैले भान्जोलाई लिएर आएको थिएँ होइन तल धुलाबारीबाट दिदी र भान्जोलाई लिएर आएको थिएँ अनि यस्तो दामी घामहरू चाहिँ लागिरहेको छ अहिले यस्तो दामी छ मौसम पनि एकदम बवाल यहाँ चाहिँ बाइक र साइकल चाहिँ यहाँनिर पार्किङ गरिरहेको छु अब चाहिँ हामी भान्जोसँग खेलेको भ्लग चाहिँ बनाउँछु आज हेरेर साथ दिनु होला गाइज अहिले चाहिँ भान्जो पसलमा आइसकेको छन् होइन पसलमा यता हेर न यता यहाँ चाहिँ के छ भनेर यहाँ खोजेको छन् तर यहाँ केही पनि छैन हामीले चाहिने चिजहरू चाहिँ सबै भित्र लुकाइसकेको छौँ भान्जो आउँछन् भनेर मलाई अघि थाहा थियो क्या तिमी आउँछन् भनेर त्यही भएर सबै सामानहरू चाहिँ लुकाइसकेको छु अनि भान्जो स्केटिङ खेल्न आऊ न स्केटिङ खेल्न आऊ न स्केटिङ खेल्न ए हाम्रो उयो त्यो अघि बिहानको मुसा चाहिँ कहाँ गयो मुसा हेरौँ न कहाँनिर छ मुसा छैन फालेको पो ए बिरालोले पो लग्छ अन्त हामी खेलाउँ भन्दै थियौँ नि भ्लग बनाऊँ भनेको थियो अघि लगेछ बिरालोले लगिदियो तपाईँले पक्रिनु पर्दैन नि अनि हाम्रो मम्मीले चाहिँ के बनाउँदै हुनुहुन्छ अनि स्पेसलवाला कोदोको जाँड बन्दैछ यहाँनिर आज यस्तो दामी बलिरहेको छ अनि भान्जोलाई चाहिँ आज जाँड खुवाउने भनेर पकाउँदै गरेको होइन मम्मी भान्जोलाई त जाँड नखाइ हुँदैन नि मेरो नाति ठुलो नाति आएको छ खाने नानी खाने यता हेर्नु कति खान्छ यसो एक टङ्बा सन्दाकै खाऊ ल हस् भन्नु ल ठिक छ मेरो नाति त्यही हो अब हामी स्केटिङ खेलौँ ल जाउँ त्यही भएर जाउँ हामी स्केटिङ खेल्ने टक्क स्केटिङ यहाँनिर चाहिँ स्केटिङ मलाई पनि त्यति मजाले खेल्न आउँदैन यो चाहिँ भर्खर भाइले अस्ति म माथि ताप्लेजुङ जाँदाखेरि चिनेको रहेछ यो चाहिँ अनि यसमा चाहिँ भान्जो खेल्छन् अरे यस्तरी खुट्टा एउटा अगाडि टेक्नु पर्ने रहेछ टक्क होइन अनि यस्तरी म चाहिँ भर्खर सिक्दैछु लडाइदिन्छ न ल खेल त कसरी भन त लु सिकाउताको गाइजहरूलाई ल भान्जो त जानिसक्यो क्या हिजोसम्म आउँदैन थियो हिजो बेलुका रातभरि खेलेँ कि त्यही भएर सबै जान्ने भइसकेको छ नि एक्लो कुदाउँछ अन्त भान्जाको चाहिँ भेष लामो भएछ टक्क अनि भित्र हालेर होइन भान्जा अब चाहिँ खेल्छन् भान्जा चाहिँ तिमी बस्ने अरे तिमी बस न हौ तिमी कसले मोबाइल पक्रिदिन्छ र अनि कसरी पक्रिनु चाहिँ यहाँनिर यहाँ अगाडि ल यसरी भान्जाले मलाई ठेलिदिन्छन् अरे
राति पनि चढ्यो ला हामी कहाँ गएर लड्छौँ होला यस्तरी गइरहेको छौँ हामी चाहिँ सरर पिच बाटोमा भान्जो चढिरहेको छन् म पनि चढिरहेको छु भान्जोले चाहिँ हेन्डल जस्तो यता थिच्यो भने यता जान्छ होइन यता थिच्यो भने यता भान्जोले के गरे यस्तो साह्रो लड्यो मेरो त ढाड पिल्छु होला भन्छ यहाँ हेर यहाँनिर पिल्छु छ यहाँ हेर त यहाँनिर हो यहाँ गएको छ ला हेरौँ अलिक मजाले हात मेरो त यति मात्रै पिल्छ तिम्रो हेरौँ न हिजो चाहिँ भान्जाको मुखमा नि घाउ भइरहेको छ हाततिर मेरो पनि हात अस्ति जाउँ न एकछिनमा फेरि कुदाउँदै आउनुपर्छ तिमीले धेरै स्पिड कुदायो क्या त्यही भएर हो नि एकछिन अलिक सिधा गर न हो त्यसरी म चाहिँ हो त्यसरी बसेको थिएँ अनि भान्जो यहाँनिर यसरी उभिएको थिएँ यहाँ टेकेर उभिएको थिएँ होइन म त चढ्दिनँ हौ डर लाग्यो जाऊ 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 ला फेरि गयो म चाहिँ त्यसरी रोकिनँ क्या कि रोक्नु सकिनँ कि के भयो आम्मामा भान्जाको त हातहरू रातै खुट्टाहरू रातै भइरहेछ गाइस यहाँ चाहिँ यस्तो दामी फुलहरू फुलिरहेको रहेछ बाटोमा यस्तो दामी देखिरहेछ अनि भान्जा चाहिँ स्केटिङ माथि ठेल्दैछन् उकालोमा चाहिँ अलिक गाह्रो हुन्छ नि त जाँदैन अब झन्डै लडेँ मलाई ठेल न अलिअलि फेरि लडिन्छ होला हौ नि तिमीहरूलाई नि आउँछ स्केटिङ खेल्नु आउँछ किन आउँदैन हेर न उसले त कुदाउँछ तिमीलाई नि आउँछ होला हौ नि किन हाँसेको कुदाएको हेर ल कति मजाले कुदाउँछन् उयो भाइले तिम्रो नाम के हो कहाँ हो तिम्रो घर ए तिम्रो चाहिँ ए कहाँ हो घर तिम्रो कुन स्कुलमा पढ्छ तिमीहरू ए सँगै पढ्छौ हो लडेर हेर न उसको चाहिँ घाउ बनेको छ अघि उयो बाटोमा मेरो पनि हेर यस्तोमा यहाँ घाउ भएको छ कति धेरै लड्यौँ हामी के भनेको भान्जोलाई चाहिँ अब यहाँनिर कुदाएर भएन अरे त्यहाँ अब अफरोडमा पनि कुदाउँछन् अरे होइन त्यहाँनिर लड्दा पुगेन होला यत्रो घाउ हुँदा पुगेन होला होइन अझै अब ठुलो घाउ बनाउने भनेर सोचिरहेछन् कस्तो मजा आएन मामा घाउ हुँदा भन्दैछन् फेरि जाँदैछ नजाऊ हो भन्छ अन्त यहाँदेखि रोटै भाँचेको छ अब चाहिँ हामी जान्छौँ माथि नै ला बाइक आउँदैछ क्या बाइक आउँदैछ अब हामी गएर आउँदैनौँ अब चाहिँ हामी स्केटिङ हातमै बोकेको किनभने भान्जोले कहाँ लग्छ नि त मलाई डर लागिसक्यो म चाहिँ यसरी बोकेर हिँड्ने हो अब चाहिँ बिस्तारै गर्दै हिँड्नु मम्मीलाई देखाएर आउन कस्तो रियाक्सन हेर्नु पछाडि ठेलेर अगाडि जान्छ भने पछाडि ठेल्छु स्केटिङ चाहिँ अनि अगाडि कुद्छ अनि त्यस्तो चाहिँ कहाँ हुन्छ ल अब म गएको ल लड्छन् होला भान्जा चाहिँ अब यस्तो मजाले चक्कर माडी गरेर बस्छन् अरे अनि मैले चाहिँ यहाँदेखि ठेलिदिनु पर्ने अरे बिस्तारो टाउकोमा पक्रेर ठेल्नु पर्यो टाउको अलिक डर बनाऊ न ला त्यो हातले नगर न नगर्नु हौ एकछिन भान्जो हेर न के ल जाऊ आऊ न हात मिलाएर तान्छु ल भान्जोको घाउ हेर्न आउनु न हौ ल कहिले
अहिले नि भान्जो र मलाई भान्जोले लडाइ मलाई नि हेर्नु उसको यहाँ पनि घाउ घाउ छ घोडातिर नि हेर्नु यो चाहिँ कसरी लडेको त कहाँ लडेको त म यसरी चक्कर मारी गरेर बस्दा पछाडिबाट ठेल्दै थिएँ ऊ यस्तोमा टेक्यो कि के भयो पर्राङ पल्ट्यो क्या दुईजनै लड्यौँ नि अब नखेलौँ भन्दा खै अब नखेलौँ न अब ल यो अन्त घाउ है घाउ सबै भइसक्यो अब नखेलौँ न ल कहाँ जाने अरे तपाईँहरू चाहिँ ए छिटो आउनु ल पार्लर अरे गाइज मैले चाहिँ भान्जोलाई लुकाउनुको लागि यहाँनिर लिएर राख्ने अब चाहिँ भान्जोले साह्रै खेले क्या अघि लडाइ गर्छन् फेरि लगिहालेको एकछिन त राख्नु देऊ न प्लिज मेरो मान सम्मान त गर यहीँ खोला न भान्जा यहाँ लडेको नि भान्जो र म मेरो यहाँ यति लाग्यो ए तपाईँ पनि लडेको हेर्नु भान्जोको त आमाम कस्तो पोलिरहेको छ होला नि यहाँ त पनि हेर्नु त कसरी यसले त सान्दैन रहेछ लड्छस् नि ओए ल गयो त कहाँ गएर जाकिन्छ आयो यो लडेन लड्छ कि भनेको अन्त दिदी पनि खेल्नु न एकचोटि आउनु न बसेर खेल्नु न त मम्मीलाई देऊ न एकचोटि खेल्नु प्लिज मम्मी खेल्ने अरे ल अब त्यो टिप लाउनु पर्छ ल अहिले मात्रै न यसले कुदाएको हेरौँ न कत्रा कुदाउँछ अरे भिडियोमा यसले चाहिँ खतरा कुदाउँदो रहेछ हिजो अस्तिदेखि सिकेको नि त मलाई त्यस्तो मजाले कुदाउन आउँदैन एकछिन मामालाई देऊ न हेरौँ न कुदाएको स्केल हेरौँ न ल जिउ भरिमा यता पछाडि छ घोडामा अनुहार हेर रोएर आँखा अब चाहिँ फालिदिउँ ल भन्छ कति टाउको मान्छेको पनि हेर्नु मम्मी यहाँ हेर्नु न केही हुँदैन रहेछ तपाईँ अनि तिम्रो हात फोहोर हुन्छ नि त ए हात त्यस्तो कालो हुन्छ ल यस्तो यस्तो गरेर त म लगाइदिन्छु अलिअलि लगाइदिन्छु झोल मात्रै चुहाइदिन्छु ल हाल आउनु अनि यसरी लाउनु गाइज अहिले चाहिँ हामी सुसाइड पोइन्ट घुम्न आइरहेको छौँ है दिदी र म आएको दिदीको चाहिँ यहाँनिर म फोटो सुट गर्दैछु यस्तो दामी दामी फोटो आएको छ है अनि यहाँ चाहिँ एकदम दामी भ्यूहरू देखिन्छ बाट एकदम दामी खोलाहरू भर्खर धानहरू पनि काटेको रहेछ यस्तो दामी देखिरहेछ यस्तो बबाल ठाउँ छ यहाँदेखि चाहिँ यहाँ चाहिँ सुसाइड पोइन्ट अरे यहाँदेखि चाहिँ मान्छे धेरै सुसाइड गर्छन् अरे अनि यहाँ चाहिँ यस्तो दामीहरू बनाएको पनि छ मान्छेहरू एकदम धेरै घुमाउँछन् पहिले यहाँदेखि चाहिँ धेरै मान्छेहरू चाहिँ हाम फालेर मर्थ्यो अरे क्या त्यही भएर सुसाइड पोइन्ट भनेर सर र दिदी भाइ जाँदैछु
गाइज हामी फाइनली फेरि झोलुङ्गे पुलमा चाहिँ आइपुगिसकेको छौँ टक्कसँगले होइन। होक्से पनि बेच्नु राखेको रहेछ। उयो होक्से खानु मन लाग्छ तपाईँलाई? आमामा आज पनि मान्छे कति धेरै छन् है, शनिबार भएर होला यत्रो धेरै मान्छेहरू आइराख्नु भएको छ घुम्नको लागि। बेनाको याद आयो होला नि आउँदाखेरि? झगडा गर्दै फोटो खिचेको होइन हामी अन्त यहाँनिर त्यो टिकटक पनि भाइरल भएको थियो नि, युट्युबमा पनि हालेको थियो, भाइरल भएको थियो। यहाँ चाहिँ यस्तो दामी भ्यूहरू देखिरहेछ धानहरूको टक्क। अहिले चाहिँ पहिले चाहिँ हरियो देखिरहेको थियो धानहरू होइन, अहिले चाहिँ पाकेर पहेँलो भएको रहेछ यस्तो दामी होइन। अहिले चाहिँ रात पनि पर्न आँटिरहेछ है टक्क, यस्तो बवाल देखिरहेछ। कस्तो दामी देखिरहेछ भने नि, फोटोमा त राम्रै आउँथ्यो होला। यता फर्किहेर्नु अब कसरी लड्न आँटेको जस्तो हुनुहुन्छ। छेउसम्म छ नडराइ जानु। बिचरा बोजूलाई चाहिँ घुम्न मन लागेर होला, नातिनीले डराउँदै लगिरहेको हुन्छ। गाइस म चाहिँ माछा लिन आइरहेको छु यहाँनिर टक्कसँगले। यहाँ चाहिँ फार्मिङ गर्नु हुँदो रहेछ होइन माछाको। माछा चाहिँ पाल्नु भएको रहेछ। अब यहाँ माछा निकाल्ने अरे, माछा चाहिँ टक्क निकालेको। यहाँ चाहिँ एकदम धेरै माछाहरू रहेछ है। अब चाहिँ जालले टक्क हानेर बनाउनु मिल्छ दाइ? भाइ यस्तो नजान्ने मान्छे के बनाउँछ हौ? जान्नु न? जान्दिन नि। ए आज हेरौँ न त जाल हानेको। खाम लाग्दैन जाल हानेको हेरौँ कस्तो बिचरा, उनीहरूलाई पनि थाहा हुँदो रहेछ नि। फस्यो होला नि बलियो मान्छे के भन्छ कस्तो मजाले परेछ। पाँच किलो अरे यता बहिनीलाई, हामीलाई 3 किलो। ए चारो हानेको अघि पनि म त किन यता मात्रै झुमेको होला भनेको। दिनमा कति एक बोरा हालिदिनुहुन्छ? त्यही त धेरै घटिहाल्यो भाइ। अहिले त कति त्यही 5 बोरा 6 बोरा होला। आमामा त्यत्रो धेरै बनाइ चाहिँ दामी स्पेसल भयो अहिले। के भने जस्तो भयो। धेरै परेको नि। 10 किलो छ नि हाम्रो माछा हेर्न सक्नुहुन्छ। हाम्रो मम्मी गीत बजाउँदै गाउँदै
राम्रो छैन पुरा ज्याते जस्तै छ नभए राम्रो गर्दैमा स्कुलमा नाच्छन् नि त नि जानु भान्जो दिदी चाहिँ दाइले पुऱ्याइदिनुहुन्छ अरे त्यही भएर ल बा